चाहिँ रासमल दाइ चाहिँ मुस्ताङ घुम्न आइरहेछ नि एकदम पिसअप जाइरहेछ बाटोमा चाहिँ होइन यो रोडमा एकदम पिसअप जाइरहेछ नि त्यहाँ माथि यहाँ माथि डाँडामा बसेर मुतिरहेछ थार भनेर होइन राजेश दाइको मुतको पावर त कस्तो थार भनेर मुतिरहेछ यहाँ आइरहेछ मुत चाहिँ होइन यहाँ आइरहेछ लास्टमा मुत सकिँदाखेरि 1-2 थोपा झर्छ त्यति 1-2 थोपा चाहिँ यहाँ झरेर 2-3 थोपा चाहिँ यहाँ झरेर रहेछ गाडी चाहिँ यहाँ पार्क गरेर यहाँ डाँडामा गएर मुतिरहेछ यस्तो तर जोस् होसियार गर्नु होला यतिकै रमाइलोको लागि भनिदिएको होइन यहाँ यस्तो खल्लो छ अब गाडीमा आयो भने तपाईँ बाइकमा आयो भने अलिक ध्यान दिनु होला यहाँ चिन्ह त राखेछ यहाँ यत्रो खल्लो छ केही बाई मिस्टेक के तपाईँहरूको एक्सिडेन्ट भयो भने यहाँ आएर खस्यो भने त 5-6 तल छ जस्तो यहाँ रहेछ यहाँ पुगेपछि अलिक बिस्तारै चलाउनु होला भाइ